हेलो गाइज, म निशान र तपाईहरुलाई स्वागत छ फेरि पनि नेपाली एक्सपेरिमेन्ट युट्युब च्यानलमा। आयो सबजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, आशा यही नै गर्नेछु। आज पनि तपाईहरुको माझमा एउटा नयाँ क्रिएटिभ भिडियो ल्याएर उपस्थित भइसकेको छु। आज मैले सुपर ग्लु बनाउने छौं, त्यही पनि पेट्रोल र थर्मोकोलबाट। अब तपाईहरुको टाइम वेस्ट नगरिकन भिडियो सुरु गरौँ है त। यो बनाउन लागि सुरुमा मैले चाहिँ पेट्रोल ल्याउने छु। तपाईहरुले देख्न सक्नुहुन्छ पेट्रोल मैले चाहिँ पेट्रोल चाहिँ बोडकामा लिएको छु है त। हाय हाय गाइज, यो पेट्रोलको हैन मलाई स्मेल यति मन पर्छ कि कुरै छोडिदिनुस् के, यति महँगो बसाउँछ कि। म जस्तै तपाईहरुलाई पनि महँगो बसाउँछ भने कृपया तल कमेन्ट गरिदिनु होला है त। र अब हामीले चाहिने हुन्छ थर्मोकोल। मैले चाहिँ थर्मोकोल ल्याइसकेको छु। हामीले चाहिँ यो चाहिँ धेरै हुन्छ हैन, मैले चाहिँ यसलाई चाहिँ यति कट गर्ने छु। हाम्रो चाहिँ लगभग यसो पनि बनाउन सकिन्थ्यो गाइज हैन, किनकि हामीसँग चाहिँ धेरै क्वान्टिटीमा यो पेट्रोल छैन, थोरै मात्रामा छ पेट्रोल। त्यही भएर चाहिँ मैले थोरै क्वान्टिटीमा यो थर्मोकोल काट्ने छु है त। मैले चाहिँ यति टुक्रा ल्याएँ। सुरुमा चाहिँ यो टुक्रालाई चाहिँ रिएक्सन गरौँ हैन, अनि त्यसपछि यसमा चाहिँ अझै चाहिन्छ, अझै थर्मोकोल चाहिन्छ भने अझै रिएक्सन गरौँला है त। सुरुमा म चाहिँ यो रिएक्सन गर्नतर्फ लागेँ। तपाईले देख्न सक्नुहुन्छ यहाँ हाल्दै बित्तिकै चोरो गर्छ गाइस, सुन्नु होला है त। तपाईले माइक नजिकलाई सुनाइदिन्छु म। सुन्नुभयो गाइस, यहाँ चाहिँ रिएक्सन हुँदैछ है त। तपाईले देख्न सक्नुहुन्छ है। अब म ढिलै नगरी यो पेट्रोल र थर्मोकोलको मैले पेस्ट बनाउने छु। त्यही पेस्ट चाहिँ हाम्रो सुपर ग्लु हुनेछ है त। हाम्रो सुपर ग्लु चाहिँ रेडी भइसकेको छ हैन। पेट्रोल र थर्मोकोलबाट बनाएको हाम्रो सुपर ग्लु, होममेड सुपर ग्लु चाहिँ रेडी भइसकेको छ है। तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ है, हामीले घरमै बनाएको पेट्रोल र थर्मोकोलबाट देख्न सक्नुहुन्छ। अब यसको मैले चाहिँ टेस्ट गर्ने छु। मैले चाहिँ यो गत्ता लिएको छु। अब यो गत्तालाई मैले बिचार च्यातेर इन्डिभिजुअल मैले जोड्ने छु। देख्न सक्नुहुन्छ। अब मैले चाहिँ यहाँ हाल्ने छु यसलाई। देखिँदा पनि ठ्याक्क पुरै ग्लु जस्तै बाक्लो न बाक्लो देखिया छ है गाइज। पुरै म जस्तो के बाक्लो पुरै। अब अलि मैले यसरी फिजारेर जताकतै फिजारेर मैले चाहिँ यसलाई यसरी सुक्न छोड्ने छु। मैले चाहिँ यतिकन हातमा ल्याएर ट्राई गर्ने छु है त। मेरो हातमा चाहिँ यो देख्न सक्नुहुन्छ, यो चाहिँ सुपर ग्लु छ है। यो ग्लु चाहिँ मेरो हातमा छ अहिले। अब मैले हातमा ट्राई गर्ने छु। देख्न सक्नुहुन्छ मेरो हात चाहिँ है यही पुरै टालिन्छ गाइची। यही टालेको छ। मैले चाहिँ यति अझै फोर्स लगाउनु परेछ। मलाई चाहिँ फोर्स लगाउनु परेछ यो हात निकाल्नलाई। तपाईहरु देख्न सक्नुहुन्छ यो कार्डबोर्ड पनि टाँसेको छ है। तपाईले देख्न सक्नुहुन्छ लेसी हैन, तपाईले चाहिँ आँखै अगाडि देख्न सक्नुहुन्छ। अब यसले चाहिँ एकछिन साइड लगाऊ। हाम्रो यो सुपर ग्लु चाहिँ यो हो है गाइजी। तपाईले चाहिँ पुरो पनि देखिसके। हेर देख्न सक्नुहुन्छ के अझै यहाँ धर्साइने लर्काइने मेरो हातबाटै के मेरो औँला पुरै चिप्किन्छन् कि। मैले छुटाउन यति गाह्रो कोसिस परेछ नि गाइज। यहाँ मलाई यिनी औँला छुटाउन हैन यति गाह्रो परेछ नि, मैले यति फोर्स राखौँ त्यही पनि बल्ल छुटाएको खोज्छु कि मैले। त्यति राम्रो ग्लु बनेको छ हाम्रो। हस् त, आजको लागि यति नै। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? हामीले चाहिँ अर्को पार्टमा ड्युराबिलिटी टेस्ट गर्नेछौँ। सधैँ यसले पार्ट 2 भन्छ, कहिले पार्ट 2 ल्याएन भन्नुभयो होला हैन।
अब चाहिँ सिरियसली गाइज अब चाहिँ पार्ट 2 आउँछ होइन। मैले चाहिँ बिजी थिएँ, म चाहिँ लगभग पार्ट 1 हाल्दैमा बिजीमा म चाहिँ पार्ट 2 लिउन सकेको थिइनँ। अब यस पार्ट 2बाट म चाहिँ सबैका पार्ट 2 ल्याउने छु। हस् त आजको लागि यति नै। तपाईँलाई भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो भने यतिकन मुनतिर लाइक बटन होला, लाइक दबाइदिनु होला र कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो भिडियोमा के कमी कमजोरी छ। हामीले तपाईँको कमेन्ट पढेर आउने भिडियोमा हामीले चाहिँ सुधार्ने प्रयास गर्नेछौँ। र यतिकन मुनतिर सब्सक्राइब बटन होला, यो सुपर ग्लु बनाएर त्यसमा टालेर थिचेर दबाएर के गरेर हुन्छ त्यो सब्सक्राइब बटन चाहिँ दबाइदिनु होला है त। हस् त आजको लागि यति नै। म पनि बिदा माग्न चाहन्छु, फेरि अर्को भिडियो मिल्नेछौँ। त्यति बेरसम्म लागि मलाई पनि बिदा दिनुहोस्। टेल देन टेक केयर, बाई बाई, जय नेपाल।